बोलेरिया कि तपाईले एउटा प्लेटफर्म खडा गरिदिनु भएकोमा कि विधायक सङ्गठन खारिज हुनुपर्छ कि हुनु पर्दैन। म भन्छु विधायक सङ्गठन खारिज हुनु हुँदैन। हाम्रा अग्रदायीहरूले राकेशले अफिसलाई धेरै महत्त्व बुझाउनुभयो। सबभन्दा पहिले एउटा कुरा के बुझाउन खोज्छु भने हाम्रो विधायक सङ्गठनमा उमेरहद लागिसकेका छ। 32 उमेरहद हामीले नि सुरुवात गरेका छौँ र विधायक सङ्गठनमा 32 उमेरहद लागिसकेका छ। बैनीको कुरा आयो ठाकुराको विषयमा। ठाकुराको विषयमा म एउटा कुरा के भन्न चाहन्छु। अहिले त्यहाँका बिबिएको त्यहाँ शुल्क अहिले 3,80,000 छ। त्यो भोलि गएर विधायक सङ्गठन त्यहाँ भएन भने त्यो 6 लाखसम्म पुग्छ। नेपाल ल क्याम्पसको कुरा गर्छु म काठमाडौँको। त्यहाँ पनि शुल्क एकदम महँगो थियो। त्यहाँ विधायक सङ्गठनले आन्दोलन गरेर त्यहाँको शुल्क घटायो। भोलि गएर विधायक सङ्गठन भएन भने यहाँका स्कुलहरूले यहाँका निजी क्षेत्रहरूले एकदम महँगो शुल्क लिन्छन्। छात्रवृत्तिको कुरा छ। यहाँ वीरगञ्ज महानगरले पनि त्यति चासो लिँदैन छात्रवृत्तिमा। छात्रवृत्ति हरेक स्कुलमा 10% हुन्छ तर 10% कसैले दिँदैन। 10% मा को पर्छ त? एउटा हाम्रो प्रवृत्ति लागु छ। नेताको छोराछोरी पर्छ र त्यहाँका कर्मचारीको छोराछोरी पर्छ। तर त्यही 10% गरिब असहाय पिछडिएका वर्गहरूलाई पायो भने हामीले विद्यार्थी आन्दोलनको मेन जुन भूमिका छ र विद्यार्थी आन्दोलनमा हामीले के पायौँ यो समाज र यो जनता मुक्ति पाउँछ भने अनि त्यसपछि विद्यार्थी आन्दोलनको महत्त्व सबैले थाहा पाउँछ। अनि एउटा अरू कुरा त ब्यालेन्सको सरकारले भन्छ कि मलाई बोल्न दे सरकार। तर बोल्न दे सरकारमा के लोकतन्त्रमाथि हमला बोल्नु हो? विद्यार्थीले बोल्न पाउनु हुँदैन। विद्यार्थी सङ्गठनले बोल्न पाउनु हुँदैन होला। विद्यार्थी सङ्गठनमा पनि केही त्रुटि होला तर त्यसलाई हामीले नियमन गरेर विद्यार्थी सङ्गठनलाई चाहिँ राख्नै पर्छ, खारिज गर्नु पर्दैन म भन्छु। अनि अर्को कुरा भन्छु म यो सम्बन्ध यो लोकतन्त्रमा सबले बोल्न पाउने अधिकार हुन्छ। सबले आफ्नोमा किन विद्यार्थी सङ्गठनले महँगीमा आन्दोलन गरेका छैन? किन आन्दोलनले मात्र एउटा त्यो ताजा बन्दले मात्र हुन्छ? ताजाले के निर्णय ल्याउँदैन? त्यसले प्रेसर बन्दैन? ठिक छ कुनै एउटा हामीले त्यसलाई ताजा पनि अहिले त विद्यार्थी सङ्गठनले ताजा गर्नु पनि बन्दै लागिरहेछ। बत्तीहरू उडेर आउँदा त्यसलाई हामीले विद्यार्थी सङ्गठनले अब अलिअलि गरेर हामीले पनि आफ्नोमा चेन्जेस र नियमन हामी गर्दैछौँ। केही त्रुटि छ भने हामी पनि त्यो सच्याएर अगाडि बढ्दैछौँ भनेर दुई शब्द राख्छु। धन्यवाद।